शासनहरू लगायत देखेर हाम्रो राष्ट्रपति प्रधानमन्त्री सांसदहरू मन्त्रीहरूले एउटा छलफल गरेर हैन शिक्षालाई कस्तो बनाउने एउटा निकाय दिनको लागि चाहिँ त्यो प्रकारको चाहिँ बाटोमा क्लियर हुन्छ। तर हाम्रो नेपालमा के विडम्बना छ भन्दाखेरि शिक्षकहरू शिक्षिकाहरू आफ्नो हक र अधिकारको निम्ति विद्यार्थीको हक र अधिकारलाई सुनिश्चित गर्नको लागि आफै आन्दोलन गर्न आउनु परेको छ। शिक्षा मन्त्रीले चाहिँ एउटा प्रकारको नैतिकता देखाउनु भयो किन उहाँले चाहिँ शिक्षकहरूको चाहिँ आन्दोलन सही छ, उहाँहरूको आन्दोलनमा मेरो एकबद्धता छ भन्दाखेरि अब यो नलायक सरकार भनौँ अरू त्यहाँको प्रधानमन्त्रीले चाहिँ उहाँलाई कु गरेको अवस्था छ र उहाँले चाहिँ हैन नि यो त राज्यको समस्या नि। कुनै पनि राज्यभित्र बस्ने नागरिक भनेको शैक्षिक होस् अथवा स्वास्थ्य होस् कृषि होस् त्यसमा आएका समस्या त राज्यले हल गरिदिनु भने जबसम्म राज्यले हल गर्दैन जबसम्म राज्यले सुन्दैन तबसम्म त आन्दोलन भइरहेछ। यो त क्रिएटिभिटी आन्दोलन हो, रचनात्मक आन्दोलन हो, एउटा सृजनात्मक आन्दोलन। यहाँ कुनै तडक भडक छैन, कुनै नाच्न गाउनलाई रमाइलो गर्नलाई आएको होइन नि। हामी त टाढा रुकुमदेखि होइन तपाईँको सुदूरपश्चिमदेखि तपाईँको धेरै 77 जिल्लाबाट हाम्रो चाहिँ दुःख गरेर तपाईँको महँगो चाहिँ हजार रुपियाँ तिरेर रेस्टुरेन्टमा बस्नु भएको छ। त्यो त हाम्रो समस्या होइन राज्यको समस्या होला नि त। स्थानीय तह छ नि, स्थानीय तहले सम्पूर्ण कर्मचारी होस् अथवा शिक्षकमा जोडिएका होस्, स्वास्थ्यमा जोडिएका होस् अथवा प्रशासनमा जोडिएका हुन् अथवा सांसद मन्त्री उहाँले आफ्ना छोराछोरीलाई त सरकारी स्कुलमा ल्याउने चाहिँ एउटा वातावरण त निर्माण गर्नु पर्यो नि। उहाँले एउटा नियम कानुन ल्याएपछि त्यो अनुसार जान्छ। तपाईँले यदि तपाईँले मान्नु भएन भने तपाईँलाई कुनै पनि सेवा सुविधा दिन सक्दैन भने त्यो राज्यले फलो गर्यो भने त्यो समस्या छ। तपाईँले भनेको कुरा समस्या छ। तर हामीले 8-10 दिन आन्दोलनमा चाहिँ पछि पर्दैमा विद्यार्थीको भविष्य चाहिँ डुब्ने कुरा होइन। हामी रात दिन भएर हामी बरु बिदा पनि नकटाएर हामी चाहिँ पढाउन सक्छौँ, हामी मेकअप गर्न सक्छौँ, त्यो हाम्रो क्षमता छ। नमस्कार, हजुरको परिचय? मेरो नाम सङ्गम नकाल देवकोटा, घर चाहिँ रुकुम पश्चिम, अहिले स्थायी चाहिँ गोर्खामा। भने कुन चाहिँ स्कुलमा आबद्ध हुनुहुन्छ? आदर्श विद्यालय बुद्धि कल्याणमा आबद्ध छु। ओके। आज 25 दिन भइसक्यो सडकमा उत्रिराख्नु भएको छ, के हो त? अब 25 दिनसम्म चाहिँ माग सुनवाई नै नभएको हो त? वास्तवमा विडम्बना के छ भने अब विश्वको परिवेशमा थुप्रै घटनाहरू छन् शिक्षाको लागि। जस्तो हाम्रो विश्वमा के छ भन्दाखेरि शिक्षाको लागि त्यहाँका शासनहरू लगायत देखेर हाम्रो राष्ट्रपति प्रधानमन्त्री सांसदहरू मन्त्रीहरूले एउटा छलफल गरेर हैन शिक्षालाई कस्तो बनाउने एउटा निकाय दिनको लागि चाहिँ त्यो प्रकारको चाहिँ बाटोमा क्लियर हुन्छ। तर हाम्रो नेपालमा के विडम्बना छ भन्दाखेरि शिक्षकहरू शिक्षिकाहरू आफ्नो हक र अधिकारको निम्ति विद्यार्थीको हक र अधिकारलाई सुनिश्चित गर्नको लागि आफै आन्दोलन गर्न आउनु परेको छ। अहिले 25 दिन छ, सायद अब सरकारले अब गर्छ भन्ने आशा लागेको छ छिटै। यति धेरै दबाब दिएको कारणले गर्दाखेरि चाहिँ पद नै खुस्काइदिनु भयो नि त होइन र? त्यस्तो भन्दा पनि अब शिक्षा मन्त्रीले चाहिँ एउटा प्रकारको नैतिकता देखाउनु भयो किन उहाँले चाहिँ शिक्षकहरूको चाहिँ आन्दोलन सही छ, उहाँहरूको आन्दोलनमा मेरो एकबद्धता छ भन्दाखेरि अब यो नलायक सरकार भनौँ अरू त्यहाँको प्रधानमन्त्रीले चाहिँ उहाँलाई कु गरेको अवस्था छ र उहाँले त्यहाँ बस्न नसकेर आफूले चाहिँ नैतिक राजीनामा दिएको भन्न चाहिँ समाचार आएको छ। कहिलेसम्म उत्रिने त सर सडकमा यस्तो तातो घाममा विद्यार्थीहरूको भविष्य एकातिर थन्काएर कहिलेसम्म उत्रिराख्ने? हाम्रो समस्या होइन नि, यो त राज्यको समस्या नि। कुनै पनि राज्यभित्र बस्ने नागरिक भनेको शैक्षिक होस् अथवा स्वास्थ्य होस् कृषि होस् त्यसमा आएका समस्या त राज्यले हल गरिदिनु भने जबसम्म राज्यले हल गर्दैन जबसम्म राज्यले सुन्दैन तबसम्म त आन्दोलन भइरहेछ। यो त क्रिएटिभिटी आन्दोलन हो, रचनात्मक आन्दोलन हो, एउटा सृजनात्मक आन्दोलन। यहाँ कुनै तडक भडक छैन, कुनै नाच्न गाउनलाई रमाइलो गर्नलाई आएको होइन नि। हामी त टाढा रुकुमदेखि होइन तपाईँको सुदूरपश्चिमदेखि तपाईँको धेरै 77 जिल्लाबाट हाम्रो चाहिँ दुःख गरेर तपाईँको महँगो चाहिँ हजार रुपियाँ तिरेर रेस्टुरेन्टमा बस्नु भएको छ। त्यो त हाम्रो समस्या होइन राज्यको समस्या होला नि त। तपाईँहरूको चपेटामा त विद्यार्थी पढेको देख्न सकिन्छ नि त। कतिपयले त तपाईँलाई त आरोप लगाइराख्नु भएको छ अभिभावकहरूले आफ्नो विद्यार्थी आफ्ना साथी नजिककालाई चाहिँ बोर्डिङ स्कुल पठाउने अनि हाम्रा छोराछोरी बिगार्दाखेरि उहाँहरूको भत्ता पाकिहाल्छ, जे गर्दा पनि हुँदो रहेछ भनेर आरोप लगाइराख्नु भएको छ। तपाईँले सही प्रश्न उठाउनु भयो। यो कस्तो, यो पनि राज्यले हो, स्थानीय तह छ नि। स्थानीय तहले सम्पूर्ण कर्मचारी होस् अथवा शिक्षकमा जोडिएका होस्, स्वास्थ्यमा जोडिएका होस् अथवा प्रशासनमा जोडिएका हुन् अथवा सांसद मन्त्री उहाँले आफ्ना छोराछोरीलाई त सरकारी स्कुलमा ल्याउने चाहिँ एउटा वातावरण त निर्माण गर्नु पर्यो नि। उहाँले एउटा नियम कानुन ल्याएपछि त्यो अनुसार जान्छ। तपाईँले यदि तपाईँले मान्नु भएन भने तपाईँलाई कुनै पनि सेवा सुविधा दिन सक्दैन भने त्यो राज्यले फलो गर्यो भने त्यो समस्या छ। तपाईँले भनेको कुरा समस्या छ। तर हामीले 8-10 दिन आन्दोलनमा चाहिँ पछि पर्दैमा विद्यार्थीको
भविष्य चाहिँ डुब्ने कुरा होइन। हामी रात दिन भएर हामी बरु बिदा पनि नकटाएर हामी चाहिँ पढाउन सक्छौँ, हामी मेकअप गर्न सक्छौँ, त्यो हाम्रो क्षमता छ। तपाईँ त भर्खरको युवा हुनुभएको छ, कति भयो त शिक्षक पेसामा लाग्नु भएको? झन्डै 1 वर्ष भयो, चैतमा 1 वर्ष भयो। जे होस् रमाइलो छ, राम्रो छ, एउटा मैले पढाउ पनि जिम्मेवारी पाएको छु होइन, एउटा राम्रो गरेर एकदम खुसी लागेको छ। ओके, मिठो कुराकानी भयो। तपाईँहरूको माग छिटो नै सुनवाई होस्। धेरै धेरै धन्यवाद। हस्, नमस्कार, तपाईँलाई धेरै धन्यवाद छ है।